पनि 10 रुपैयाँ दिएर पठाएको अनि तँलाई जहिले तैले पैसा त दिन सक्दिनँ त नानी मसँग चाँजो नै छैन त्यही छोराहरूको लागि जस्तो हेरे अब नानीले त अब चिसो भइसकेर कतिखेर त्यस्तो भयो कि हामी आमा बाउको आँखामै बालुवा छाडा अलिकति अगाडि थाहा पाएको त त्यसरी थाहा पाएको भए त पछाडि अन्तिम समयमा यहाँ कस्तो झुन्डिराखेको खोलिन मैले आएर छ्याप्पै समातेँ छ्याप्पैसम्म त चिसो भइसकेको थियो चिसो भइसकेपछि म बाहिर गएर मुर्छा परेछु मुर्छा पर्दाखेरि बाउचाइले उठाउनु भएछ मलाई पानी छेपेर अनि अब पुलिसहरू आउनुभयो अनि उनीहरूको गर्ने कामहरू गर्नुभयो अनि सुकाएर राति नै चाहिँ यस्तो उँभोपट्टि फर्केको रहेछ होइन तुल्लुमा झुन्डिराखेको अवस्थामा देखेँ श्रीमती नि बेहोस भइरहनु भएको त्यतिखेर म एकैचोटि अब म कालिएर ल्या भनेर एकैचोटि कालिँदाखेरि अनि उसको मम्मी उताबाट आएपछि आएर अनि के भयो के भयो उसको मम्मीले त के भयो अझै मलाई अब के भयो बिचरा उसलाई थाहा थिएन उसले देखेको थिएन नि त म कालिएपछि के भयो भनेर भन्दाखेरि ऊ नानी यस्तो भयो भनेर मैले देखाएपछि ऊ एकैचोटि त्यहाँबाट नानी गएर यसरी अँगालो मारेर गर्दाखेरि नानी चिसो भइसकेको थियो अनि चिसो भएपछि एकछिनमा मैले अनि फेरि यतापट्टि तल्लो घरको दाइहरूलाई बोलाएँ अनि यता त रुने कराउने झाडाझुड गरिसकेपछि सबैजना आउनुभयो एकछिन पछाडि उसको मम्मी उता बिहोस भएर लडेको थियो अनि फेरि आफैले गरेर उसलाई पनि उठाएर अन्त नेक्स्ट गरेँ अनि एकछिनमा दर्शकवृन्द नमस्कार यहाँहरू सम्पूर्णलाई स्वागत छ हाम्रो विभिन्न अनलाइन मिडियामा यति बेला हामी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर 4 स्थित मुगुटार भन्ने ठाउँमा आइपुगेका छौँ। केही दिन अगाडि गाईघाटमा एकजना 11 वर्षीय बालकले मोबाइल नदिएको कारण आत्महत्या गरेका थिए भने यति बेला मुगुटारमा चाहिँ एकजना 10 वर्षीय बालकले 10 रुपियाँ पैसा माग्दा नपाएपछि यति बेला 10 वर्षीय बालकले पनि आत्महत्या गरेका छन् र वास्तविक घटना के हो 10 रुपियाँकै कारणले आत्महत्या गरेका हुन् त यस विषयमा रहेर यति बेला हामी मृतक बाबुको बुवा आमा त्यसै गरी स्थानीयसँग बुझ्छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्दै भिडियोतर्फ जान चाहन्छु। घटना के भएको भन्नु र त्यही 10 रुपियाँ पैसा माग्दै थियो माग्दाखेरि मैले दिइनँ चान्सुन थिएन र अनि सदा पनि अब खेल्न हिँड्थ्यो खेल्न हिँड्यो होला छोरा भन्ने भयो भरे त सुसाइड गरिरहेको आयो आएर उसको कपडाहरू धुयो स्कुल कपडाहरू धुयोहरू सुकायो अनि सुकाएर एउटा कट्टु मात्रै लाएर बसेको थियो अनि त्यति बेला क्यारम खेलेर आएको थियो अरे बारीबाट हारेको थियो या जितेको थियो त्यो त अब थाहा भएन अब त्यसकै तिर्नको लागि पैसा मागेको थियो कि अब त्यो बुझ्न सकिनँ अब बिहानै स्कुल जाँदा पनि 10 रुपियाँ दिएर पठाएको अनि तँलाई जहिले तैले पैसा त दिन सक्दिनँ त नानी मसँग चाँजो नै छैन भन्दाखेरि बोलेन पनि फेरि दोहोऱ्याएर मागेन केही बोलेनन् बाबुले है केही बोलेन दोहोऱ्याएर फेरि दिनु न हौ मम्मी समेत पनि भनेर कतिखेर त्यस्तो गर्छन् बाबुले त्यो हामीले ठेकै देख्दाखेरि चाहिँ 5 बजिसकेको थियो हामीले त्यति बेलै चाहिँ थाहा पाएको 5 बजी एकदम अब कस्तो अवस्था भन्नु देख्दाखेरि त कस्तो भयो भने चिसो न चिसो भइसकेको थियो भित्र पस्यो भन्दा पनि पसेको थिएछ अब सधैँ पनि अब उसको जुत्ता बोक्थ्यो घोर्कन हिँडिहाल्थ्यो अब त्यस्तै सम्झेँ म चाहिँ यता बारीमा टमाटर टिप्दै थिएँ आफै ताकेको थियो र अब खेल्न गयो छोरा होला भने अब सधैँ खेल्न हिँड्ने छोरालाई त गोठालै बसेर सकिनँ त्यति बेला त्यही दिन त्यस्तो गर्छ भनेको भए त सायद गोठालै बस्न पनि सकिन्थ्यो होला त्यस्तो त कल्पना त के सपनामा पनि आएको थिएन त्यस्तो गर्ला र मेरो छोराले त्यस्तो हुन्छ होला भन्ने कुरा बाबा चाहिँले जो मासु लिएको थियो घरमा मासु काट्नुभयो अनि अब पकाउनलाई आगो जोड्नु पर्यो भात सब्जी परिदिनु पर्यो
भनेर आगो जोर्नभित्र जाँदाखेरि कसो कसो गर्दाखेरि पर्दा लगाइरहेको थियो। पर्दाबाट भाउजूले यसो आवाज गर्दाखेरि देख्दाखेरि त छोराखेरि त सुसाइड गरिरहेको केमा गरेछ यस्तै घरको बिउमा बलोमा डाँडामा कतिको हाइट कतिको अग्लो थियो? साह्रै अग्लो थिएन। अब उसको लागि त हाइटै थियो, हामीलाई त अब होइन थिएन नै। तन्ना च्यातेर तन्ना च्यातेर के बुद्धि आएको त्यस्तो तन्ना च्यातेर यस्तो गर्नुपर्छ भन्ने कुरा। पछि यताउति सोध्नु भएन कतै खेलमा हारेको थियो के गरेको थियो? कसैले भन्थे सँगैको साथीले भन्थ्यो म त झुन्डेरै मर्छु, तर मेरो बाबा र मम्मीले देख्नुहुन्न, थाहा पनि पाउनुहुन्न भन्थ्यो अरे। यत्रो सानो नानीले कहाँबाट यस्तो दिनु? खै स्कुलमा खेल्यो अरे, सबै खेल्दा 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 गरेर आएको। आएर पनि त्यत्रो हात खुट्टा सबै धुई पखाली गरेर उसको लुगा धरी आफै धुई ओरी सुकायो। उसलाई केमा मन दुखेर होइन? खै कहिले एक लबेटो धरी कुटेको थिएन। 2टा छोरा मैले हुर्काएँ, तर मैले एक लबेटो नहुर्काइकन उसले जस्तो खान्छ उनीहरूले भन्दा त्यस्तै, बरु म आफू भोकको बनेर भए पनि उनीहरूलाई खाना दिएको थिएँ। दुःख कान्छा छोरा हो, कान्छा छोरा। जस्तो बुवा चाहिँ तपाईँ नानीको बुवा होइन, उहाँ तपाईँ चाहिँ बिरामी हुनुहुन्थ्यो त्यति बेला। घुँडा दुख्ने बिरामी थियो। घुँडा दुख्ने बिरामी थियो। अनि त्यो दिन चाहिँ अब म गोस काम गर्छु, अनि त्यो दिन म बिहानै उठेर आत्मक धोइवरी अनि जाँदाखेरि थुपारी मामा ससुराको घर छ, त्यहाँ गएपछि यहाँ साथीभाइसँग भेट भएर अनि सुँगुर काट्यौँ। त्यहाँसम्म भनेर एउटा 25 केजीसम्म सुँगुर लगाएर काट्यौँ। अनि त्यो दिन म लगभग 1 बजीसम्म थियो घर आइपुग्दाखेरि। अनि खाना चाहिँ पारी माइजोरकामै खाएर आएँ मैले चाहिँ। अनि त्यहाँबाट 1 बजी भइसकेको थियो। अनि यहाँ तत्र बाँसझ्याङनेरि आइपुग्दाखेरि उताबाट चाहिँ पुरै पूर्वबाट कालो मैलो भएर पुरा हावा आयो। अनि म हतार घरमा आएर अनि मासु भित्र किचनमा घुमेँ। अनि उताबाट पानी पर्छ होला, हावाहुरी आउँदैछ, पुरै कालो मैलो भएर आयो। लुगा सुकाएको छ होला, उठायो है घरको लुगाहरू गर्नु। त्यसो भनेपछि म एकछिन बाहिर बसेर चोर खाएँ। चोर खाएर अनि त्यो घुँडाको समस्याले गर्दा चाहिँ अनि भित्र बसेर यता कोठामा पसेर आफ्नो कोठामा पसेर सुतेँ। अनि दिनभरि म कतै 1 बजेदेखि लगभग नानी नआउन्जेलसम्म चाहिँ म ओछ्यानमै थिएँ। मलाई गाह्रो भइरहेको थियो घुँडाको समस्याले गर्दाखेरि। त्यहाँबाट अनि नानी आयो स्कुलबाट। अनि नानी आयो स्कुलबाट अनि मम्मी चाहिँले किन ढिलो आइस् नानी भनेर मम्मी चाहिँले भन्दाखेरि साथीहरूसँग खेलेर आएको। अनि खेलेर आएको भनौँ। अनि एकछिन पछाडि म उठेँ। उठेपछि अनि म बाहिर खाटमा बसेँ। अनि खाटमा बसेँ त्यतिखेर मम्मी चाहिँलाई म नउठ्किन मम्मी चाहिँलाई 10 रुपियाँ माग्दैछु। अनि त्यो पनि अब मैले यहाँ त्यो मासु पैसा घुर्ता दिनुपर्ने थियो 25 रुपियाँ पर बहिनीलाई। उसले मलाई पैसा दिएको थियो खुजुरा थिएन र। अनि बेलुकाखेरि त्यो टाइममा ऊ आएछ त्यो बहिनी। अनि आएर दाजुले पैसा घुर्ता दिनु भएन, साट्नु भयो कि साट्नु भएन भनेर त्यहाँबाट अनि मम्मी चाहिँले नै डेडीलाई बोला अनि डेडी उठ्नु अरे भनेर ल नानी म उठेको। अनि पसमा हेरेँ खुजुरा पैसा थिएन। अनि मसँग छैन है पैसा खुजुरा अहिले त भयो। अनि उसँग पनि फेरि त्यति नै 25 रुपियाँ नै रहेछ पैसा। अनि जब उता दिइसकेपछि पछाडि उसले पैसा मलाई 10 रुपियाँ पैसा दिनु त भन्यो। अनि मम्मी चाहिँले तँलाई बिहानै दिएको पैसा 10 रुपियाँ अहिले त छैन नानी, भएको जति उता दिइहालेँ, डेडीसँग छैन मसँग पनि छैन खुजुरा पैसा, भएको बेला दिन्छु भनेर मम्मी चाहिँले भनेपछि त्यति भनेपछि अनि ऊ चुपचाप लाग्यो। केही बोलेन? अनि त्यहाँबाट म उठेर बाहिर खाटमा बसेर एउटा चुरोट सर्काएर खाएँ। त्यस पछाडि औषधि थियो मेरो त्यो मालिस तेलहरू यता टिभी कोठामा। अनि नानी
नानी नानी भनेर बोलाएँ, बोलेन। कहिले चाहिँ अब उसको साथीहरू यताबाट उता गइसकेका छन् भने अगाडिबाटै गएको है डेडी मम्मी भनेर जान्थ्यो। अनि कहिले चाहिँ ऊ खाजासाजा खाएपछि यताबाट एकै सट्टै भागेर यसो गरेर पारी उसको साथीहरू बटुलेर जान्थ्यो। मैले चाहिँ अब त्यसरी बोलाएपछि बोलेन, नबोलेपछि त अब सधैँ अब त्यसरी हिँड्थ्यो। त्यसरी हिँडेपछि मैले त अब सोचेँ नानीको आशा गोल खेल्नु भने। अनि त्यहाँबाट अनि त्यो दबाईहरू घुँडामा लगाइसकेपछि अनि टोइलेट आएँ, टोइलेट आएर पिसाब फिर्यो भने अनि मम्मी चाहिँ चामल केलाएर भात बसाएर मसला पिन्दै थियो त्यतिखेर। अनि म टोइलेट गरेर अनि यता सुँगुर पाखाएर यता कुखाएर मम्मी चाहिँ मसला पिनिसक्यो अरे फेरि टमाटर टिप्नु भएको छ। अनि त्यस पछाडि म हात धोएर किचनमा पसेर मासु काट्नु थालेँ। अनि मासु ठिकाले काट्ने अनि अब 2 सेला जति मासु हुने र अनि भित्र राखिदिन्छ भनेर यतापट्टि मैले स्टोर रुम बनाएको थिएँ। अनि सट्टै यता फेरेर 2 सेला मासु चाहिँ माथि छानामा सिउरेर बाबुहरूको लागि राखिदिनु हुँदैन? छानामा राखेर यस्तो हेरेँ अब नानीले अब चिसो भइसकेर कतिखेर त्यस्तो भयो कि हामी आमा बाउको आँखामै अलिकति अगाडि थाहा भएको त्यसरी थाहा पाएको भए त पछाडि कुनै यस्तो अवस्थाहरू जस्तो यस्तो केही नै थाहा पाइएन। अब त्यहाँभित्र यस्तै खाट लगाएको थियो। अनि त्यो खाट यतापट्टि पिल्लरपट्टि थियो। पहिला उता भित्रपट्टि मैले हाल्दै थिएँ यता। अनि दाजुभाइ सुत्थ्यो त्यहाँ, हामी उतापट्टि सुत्थ्यौँ। अनि पछिबाट उनीहरू दाजुभाइले पानी पर्दाखेरि त्यो टिममाथि पल परेछ, त्यो चुहिएर दाजुभाइले फेरि यतापट्टि सारे। अनि उतापट्टि सारेपछि त्यही सुत्दै थियो। अब उसले चाहिँ अब तपाईँको यस्तो डाँडा यस्तो गएपछि त माथि त यहाँ माथि त निकै अब अर्कै ठाउँ भयो नि त यति माथिको टिममा। अनि उसले त्यहाँनिर यस्तो खाटमा पनि मुढा लगाएछ पछिबाट हिँड्दाखेरि। खाटमा नि मुढा पछि लगाएको छ है? उसले त्यो पहिला झुन्डिने बेलामा उसले मुढा त्यहाँ लगायो अरे। अनि अब चाहिँ ऊ सुसाइड गरेको रहेछ। अब त्यस्तो जाने त्यस्तो कस्तो भयो अब यो जिन्दगीमा नसोचेको कुराहरू खुसी जति सबै लुटेर गयो। के बुझ्छ त्यही त अब केही नथाहा पाइसकेपछि अब बाबुको होइन यति नै रहेछ भनेर पनि चित्त बुझाउनु पऱ्यो नि हामीलाई। हरेक दुःख गरेँ, विदेश गएँ मैले यत्रो गरेर दुःख भोग्दा घर अर्काको ठाउँमा गएर 24 घन्टामा 3 घन्टा सुतेर मैले यत्रो गरेर मैले गरेँ। तर आज आएर यो खुसी छु सबै मन अडिँदैन घरको। त्यही भएर सम्हाल्नु आफूलाई होइन छैन सम्हाल्नु सक्यो। आफूभन्दा सानो छोरो 2टा छोरामा लास्ट सानो थियो र अर्को छोरा होइन उसलाई दादा चाहिँलाई भन्दा उसलाई चाहिँ बढी माया दिएको थियो आमा बाउले, दाजु चाहिँले लास्टै माया गर्थ्यो। पहिले भनेको नमानिदिन्छु, केही भनेको कुराहरू पनि अब टेर्दैन थियो नि मन खुसी गरेको छ छर्द्या नखरा होस् भन्थेँ। अनि कहिले नानी पढ्न बस्दैनस् भन्ने बेला पढ्नु बस्थ्यो। त्यस्तो गर्ने मान्छे अब यस्तो गर्छ भन्ने अब अरूको त्यस्तो सोसाइटी अरू त्यस्तो मिडियाहरूले लिएर युट्युबमा फेसबुकमा हेर्दाखेरि चाहिँ मलाई पनि मनमा झस्को चाहिँ हुन्थ्यो। मेरो पनि छोराहरू गरेको छ र मेरो छोराहरूले पनि पो पछि यस्तो गरिदिन्छ कि भन्ने धेरै चाहिँ सहज पनि हुनुहुन्छ होइन? त्यो कारणले गर्दाखेरि धेरै वाच गर्नु किनकि घरमा बस्ने भन्दा विदेशमा बस्ने मान्छेहरूलाई धेरै कुराहरूको यथार्थ थाहा हुन्छ किनकि मोबाइल हातमा हुन्छ।
हरेक कुराहरू हामीले न्युज हेरिएर बसिएको हुन्छ भनेर कहाँ के कस्तो घटना घटेको हुन्छ कसरी घट्छ यस्तो कुराहरू भनेर हामी फुर्सदको टाइममा धेरै हेरेर बस्थ्यौँ। त्यही अनुसारले मैले अब बढे छोराहरू पहिला सानो हुँदाखेरि अब यिनीहरूलाई जति अब स्कुल पढ्ने बेलामा अब त्यतिखेर सानो हुँदा पेलाएर पढाइयो। ठुलो भयो अब त बुझ्छन्, आज नबुझे पनि भोलि बुझ्छन् भन्ने हिसाबले अब त्यस्तो पढाउने त्यस्तो यताउता पेटमा पेट गर्ने त्यस्तो केही थिएन। तपाईँको सायद मेरो छोराहरूले बिहान कहिलेकाहीँ स्कुल जाने बेलामा बिहान दाल भात तरकारी नभएदेखि बिहान बेलुका एनी टाइम मैले मासुसँग पुरै उनीहरूले प्रायः बिहान बेलुकै मासु खोज्थे। मैले मासु भात खानापिना जे खान्छु भन्दाखेरि जे लाउँछु भन्दाखेरि पुरा दिएको थियो, जसो गर्छु भन्दाखेरि पुरा दिएको थियो। भनेपछि आमा र बुबासँग अन्तिम कुरा भनेको त्यो 10 रुपियाँको मात्रै कुरा हुन्छ। त्यति नै भयो। त्यति उसले त्यही पनि सधैँ त्यो पैसा माग्दाखेरि दियो, छाउँदा दिइन्थ्यो, नहुँदा छैन है नानी भन्दाखेरि ऊ सटक्कै गोल खेल्नु हिँडिहाल्ने। चाहिँ अब त्यो घटना घटिसकेपछि उसले त्यो घटेको 2-3 दिन अगाडि पनि उसको जो मसिनो साथीहरूसँग हिँड्दा डुल्दाखेरि चाहिँ म मर्छु होला भन्थ्यो अरे। कसैलाई चाहिँ मलाई टेन्सन भएको छ भन्थ्यो अरे। घरमा त्यस्तो टेन्सन त के थियो र अब कसैकोमा बनी गर्न जानु परेको थिएन, कसैले कमाएर ल्याएर उनीहरूले खुवाउनु परेको थिएन। म आफै दुःख गरेर 2 भाइ छोरा भनेर मैले सम्झेर थुप गरेर दुःख भोग्दा आफै गरेर सकी नसकेका पनि गरेको थिएँ। हरेक कुराहरूमा मैले अब पुर्याइदिएको थिएँ। त्यस्तो अपुग केही पनि थिएन। त्यस्तो अपुग भनेको केही चिजमा कमी कमजोरी केही पनि थिएन। माया पनि पाएको थियो, खाना लाउन पनि पाएको थियो, पढ्न पनि पाएको थियो, लुगाहरू भनौँ अब सबै इत्यादि कुराहरूमा सबैमा हामीले कमी कमजोरी बनाएको थियौँ। भनेपछि यो घटना हुनुभन्दा केही दिन अगाडि साथीहरूसँग म चाहिँ मर्छु होला घरतिर मर्छु होला पनि भन्थे। त्यस्तो भनेको रहेछ तिनीहरूले उसले त्यसै भनेर सुनाएपछि कमसेकम उनीहरूले अरू केही कुराहरू हामीलाई नानीले यसो भन्दैछ भनेर चाहिँ फ्याक्ट भनिदिएको थियो भने त ड्युटी नै लागिन्थ्यो कि ड्युटी लाएरै बसिन्थ्यो कि उनीहरूलाई पनि त अब त्यो मर्छै होला भन्ने त भएन नि त। साथी त हो, साथी हो। अब साथीमा उनीहरूले पनि त्यस्तो वास्ता गरेनन् भनौँ एउटा रिस्क लिएनन्। अब चाहिँ अन्तिममा चाहिँ हामी तपाईँहरूले के लाग्छ यो नानीले त्यस्तो बोलेको पछाडि के चाहिँ होला ठुलो खालको कारण अथवा के थियो टेन्सन खोइ के को टेन्सन? अब हेर्नु न, बिरामी भनौँ भने रोग थिएन, केही थिएन रोग। एउटा टाउको दुख्दाखेरिसँग दबाई दिएको छोरा भनेपछि के टेन्सन होला र? त्यस्तो त केही थाहा छैन। उनलाई त हुर्काएकै भनेको सबै आफ्नो मामालीहरू सबै उसको बाँच्ने नै त्यस्तै नै हो। उसलाई अब भगवान्ले दे भगवान्ले नै चोडाएर लगे। उसलाई जस्तो मनमा हरायो त्यस्तै गरौँ, त्यही हामी त्यही भन्छौँ।